सम्पूर्ण नमस्कार। यो हाम्रो फार्म्समा चाहिँ घटाउने औषधिहरू सामानहरू घटाउनलाई चाहिँ दुईटा स्टेप हुन्छ। सुरुमा चाहिँ माग खरम गर्ने, त्यसपछि चाहिँ खर्च निकास गर्ने हुन्छ। त्यसको लागि चाहिँ सबभन्दा पहिला त हामीले के गर्नु पर्यो, सुरुमा चाहिँ हामीले दाखिलामा जानु पर्यो। दाखिलामा गएर यसरी औषधिको दाखिला हुन्छ अनि यसमा आर्थिक वर्ष हुन्छ। आर्थिक वर्ष सिलेक्ट गर्ने, यसमा आदेश नम्बरहरू हुन्छ, त्यहाँबाट आएको औषधिहरू त्यो गरिसकेपछि तपाईँले सेवल गर्ने, सेवल गरिसकेपछि प्रविष्टिको क्रममा रहेको हुन्छ। त्यसलाई चाहिँ फेरि विस्तृत विवरणमा जाने, फेरि सेवल गर्ने, अनि सेवल गरिसकेपछि तपाईँको सम्बन्धित कुन क्लिनिक हो, जस्तै तपाईँको सुविधामा जाने, जस्तै तपाईँको सहरी स्वास्थ्य प्रबन्धन केन्द्र कुन हो। फर इक्जाम्पल सहरी स्वास्थ्य प्रबन्धन केन्द्र चाहिँ तपाईँको 21 हो भने त्यसपछि त्यहाँको इन्चार्जको नाम आउँछ। यसमा चाहिँ तपाईँको रिसिभ मेडिसिन भनेर लेख्नु पर्यो। मेडिसिन गर्ने, अनि त्यसपछि यास गर्ने, अनि यसरी फरवर्ड हुन्छ। अनि हाम्रोमा चाहिँ तपाईँको सुरुमा त दाखिला गर्नुपर्छ सामानहरू हटाएर आएको बेलाहरू। दाखिला गर्दाखेरि पनि यो दुइटामा जानुपर्छ। कुनै सामान चाहिँ यसमा पनि आएको हुनसक्छ, कुनै चाहिँ यसमा पनि आएको हुन्छ। आर्थिक वर्ष सिलेक्ट गर्ने, यहाँ आदेश नम्बर हुन्छ, आदेश नम्बर भयो। यसलाई फेरि सेवल गर्ने, सेवल गरिसकेपछि प्रविष्टिको क्रममा भनेर रहेको हुन्छ। फेरि अनि विस्तृत विवरणमा जाने, फेरि सेवल गर्ने, फेरि त्यसरी नै तपाईँको 3 डटमा गएर फेरि फरवर्ड गर्ने। यो फरवर्ड गरिसकेपछि तपाईँको एप्रुभरले चाहिँ स्वीकृत गऱ्यो भने चाहिँ अनि बल्ल स्वीकृत हुन्छ। स्वीकृत भइसकेपछि बल्ल अनि हाम्रोमा चाहिँ के सामानहरू छ भने अन्य कार्यालय पठाइदिनु, अनि अन्य कार्यालय पठाइदिनु यहाँ औषधि लिस्टमा अनि यहाँ गएर तपाईँको आदेश पनि 35 अनि तपाईँको यो चाहिँ हाम्रो स्वास्थ्य स्टोर गएको छ। अनि त्यो बाहेकको हो भने चाहिँ तपाईँहरूले चाहिँ फर्ममा जाने, पिडिएफ गर्ने, अनि यहाँ भएको सबै लिस्टहरू आउँछ। लिस्ट आइसकेपछि तपाईँहरूले प्रिन्ट गर्ने। प्रिन्ट गरिसकेपछि चाहिँ यसमा सबभन्दा हामीले जान्नुपर्ने सम्पत्तिको कोड, यो कोड नम्बर हुन्छ ठ्याक्कै लास्टको 4 डिजिट जस्तै 1 2 6 प्राइभेटको चाहिँ 1 2 6 छ भने ठ्याक्कै यो कोड नम्बर हुन्छ। अनि यसमा मौजक परिणाम पनि छ, त्यही अनुसार गर्ने। यो औषधिको स्टक रिपोर्ट हेरेर प्रिन्ट गरिसकेपछि अब हामी कहाँ जान्छौँ भने चाहिँ सुरुमा हामी नागफरममा जान्छौँ। सुरुमा हामी नागफरम जान्छौँ। नागफरम पनि तपाईँको ठ्याक्कै त्यो कोड नम्बर हेरेर मात्र भन्छ। यसमा चाहिँ एड लिने गर्छौँ। जस्तै तपाईँहरूकोमा जस्तै सहरी स्वास्थ्य प्रबन्धन केन्द्र 30को इक्जाम्पल अनि त्यस्तै प्रबन्धन केन्द्र यहाँ आउँछ 30 भयो। त्यहाँ भयो भने तपाईँको यसमा चाहिँ माग गर्दाखेरि घटाउने चाहिँ जस्तै उज्जवल पन्थी भयो भने उहाँ चाहिँ इन्चार्ज भएर उहाँ चाहिँ एप्रुभर भयो। अनि गीता कुमार साहब चाहिँ उहाँ चाहिँ तपाईँको स्टेट किपर भयो। त्यही भएर चाहिँ उहाँहरू दुईजनाको नाममा चाहिँ घटाउनु मिल्दैन, माग गराउनु मिल्दैन, घटाउनु मिल्दैन। जस्तै तपाईँको त्यस्तो भयो। अनि त्यसपछि तपाईँको जस्तै ल्याबको सामान छ भने ल्याबको नाममा उ गर्ने, अनि ओपिडीको छ भने फार्मासिस्ट भएको नाममा फार्मासिस्ट, नभए त्यहाँ ओपिडी कसले हेर्नुहुन्छ, प्यारामेडिक्सले अथवा डक्टरले, उहाँहरूको नाममा चाहिँ हामीले उ गर्छौँ। जस्तै फर इक्जाम्पलको लागि त्यहाँको चाहिँ फार्मासिस्टको नाममा उ गर्छौँ। यहाँनिर तपाईँको सुन्ता कुमारी शाह भयो। अनि प्रयोजनमा चाहिँ ओपिडी हुन्छ, ओपिडी युज भनेर राख्छौँ। यो राख्छौँ। यसमा चाहिँ तपाईँको खर्च भएन भनेर जाने भयो। अनि त्यसमा औषधि गर्ने माल सामान भयो। अनि यसमा चाहिँ हामी मेडिकल औषधि यहाँ हामीले चाहिँ तपाईँको जता हामी टाइप गरेर चाहिँ त्यहाँनिर चाहिँ तपाईँको जे कोड नम्बर हुन्छ त्यही कोड नम्बर राख्नुपर्छ। जस्तै हामीले तपाईँको कुन औषधि घटाउँदैछ भने चाहिँ एमिटिटालिन 2 mg घटाउँदैछौँ भने त्यसको कोड नम्बर 1306 भएकोले माग गराउनु। एमिटिटालिन गरेर लास्टको 4 डिजिट टाइप गरेर ठ्याक्कै आउँछ
चाहिँ हामीसँग कति स्टक छ भने चाहिँ 200 छ भने हामी 100 स्टक छ, 200 छ भने 100 स्टक छ भने 100 चाहिँ हामीसँग स्टक छ भने 100 हामी पठाउँछ। अनि त्यसमा प्रयोगमा चाहिँ हामी सहायता छ यहाँ ड्यास दिइसकेपछि हामी त्यसमा चाहिँ तपाईँको अनि हामी आइटम चाहिँ सक्सेसफुली हुन्छ। अनि अब अरू आइटमहरू खर्च गर्ने औषधजन्य मार्जामा 10 देखि 20 वटा आइटमहरू हामी त्यो गरिसकेपछि तपाईँको अब अर्को आइटम हामी पठाउँछ। अनि त्यो टोटल तपाईँको 25 MB छ भने यसको चाहिँ 1307 कोड नम्बर अनि 1307 भयो। अनि तपाईँको 1307 भयो। त्यसपछि परिणाम चाहिँ हामीसँग कति रहेछ भने अब यहाँ त तपाईँको स्टकमा एमजी चाहिँ 1800 रहेछ, तर हामीसँग चाहिँ अब तपाईँहरूको किनेमा चाहिँ 200 छ भने अनि 100 चाहिँ स्टक छ, 100 चाहिँ घटाउनु पर्यो भने यस्तो भयो। फेरि यहाँ ड्यास दिने, ड्यास दिएपछि यहाँ प्रयोगमा सहाय गर्ने प्लस आउँछ। प्लस आइसकेपछि हामी यसरी 10-12 आइटम राखिसकेपछि सेभल गर्छौँ। अनि सेभल गरिसकेपछि तपाईँको यसलाई फेरि हामी फरवर्ड चाहिँ तपाईँको किन्ने इन्चार्जकोमा गर्छौँ। अब आफ्नो हाम्रो कुन किन्नेको त्यो किन्ने जसरी हामी सर्भिस प्रबन्धन गरेर 30को गरिरहेछौँ भने चाहिँ अनि त्यो किन्ने इन्चार्जलाई हामीले फरवर्ड गर्छौँ। तपाईँको यहाँ हामीले चाहिँ त्यो किन्नेको इन्चार्जलाई चाहिँ फरवर्ड गर्छौँ। सर्भिस शक्ति केन्द्र 30 भने चाहिँ तपाईँको त्यहाँको इन्चार्जको ऊ आउँछ। यसरी यस्तो सर्भिस शक्ति प्रबन्धन केन्द्र तपाईँहरूको जुन किन्नेको त्यही किन्ने चाहिँ राख्नुपर्ने हुन्छ। यसमा चाहिँ सर्भिस शक्ति केन्द्र हामी चाहिँ 12 किन्ने छ भने 12 30 राख्नु पर्यो। यहाँ चाहिँ 30 राख्ने सर्भिस शक्ति प्रबन्धन केन्द्र 30। त्यसपछि इन्चार्जलाई फरवर्ड गर्ने, इन्चार्जलाई फरवर्ड गरिसकेपछि तपाईँको उहाँले चाहिँ एप्रुभ गर्ने चाहिँ एप्रुभ गरिदिनु। इन्चार्जको नाम आउँछ अनि ठ्याक्क फरवर्ड गर्ने। अनि फर यसमा चाहिँ ओपिडी लगाउने, ओपिडी लगाउने यसले चाहिँ यास हुन्छ। अनि फरवर्ड गरेपछि तपाईँको इन्चार्जले फरवर्ड गरिसकेपछि अनि हामी अर्को भनेर खर्च निकासामा जान्छौँ। खर्च निकासामा चाहिँ एड भन्छ। सुविधाको लागि माग्नु भएको छ भने कति माग फारम नम्बर भने चाहिँ ठ्याक्कै यो माग फारम नम्बर यसरी आउँछ। यसरी आइसकेपछि जस्तै तपाईँको यो आइटम भयो, यो आइटम भयो भने ठ्याक्कै यो जस्तै अब ओआरएस 5 वटा लगाएको छ भने बुझेको नाम पनि ठ्याक्कै आउँछ। जो बुझेको त्यो जस्तो तपाईँको यो कुनै एउटा यो भयो भने फर इक्जाम्पल यो वान यो सामान माग्नु भएको छ ठ्याक्कै यो त्यो यसमा चाहिँ जति आइटम हो माग गरेको त्यति नै भयो, त्यति भयो ठ्याक्कै यसलाई एड गर्ने। एड गरिसकेपछि तपाईँको ठ्याक्कै यसलाई फरक गर्ने, फेरि एड गरिसकेपछि सेभल गर्ने। अनि सेभल गरिसकेपछि जुन आइटम हो त्यो आइटममा फेरि यसलाई तपाईँको फरक गर्ने। अनि इन्चार्जलाई फरक गरेपछि उहाँले स्वीकृत गरिदिनु भयो बल्ल तपाईँको सिस्टमबाट चाहिँ सामानहरू औषधिहरू चाहिँ घट्छ है। यो चाहिँ यस्तो भयो। अनि अर्को चाहिँ तपाईँको जस्तो कुनै सामानहरू चाहिँ स्वयंसेविकाले माग्नुहुन्छ, गर्नुहुन्छ स्वयंसेविकाको लागि अथवा अन्य कुनै स्कुलको टिचरहरू अथवा अन्य कुनैले माग गर्नुभयो त्यसको लागि चाहिँ हामी चाहिँ नियममा तपाईँको यो प्रणाली व्यवस्थापनमा गएर अन्य व्यवस्थापन र अन्य अनुदान पत्रमा त्यसपछि एड नियमहरू हामी तपाईँको यहाँ चाहिँ नौकरीको राख्ने कार्यालय। अनि यसमा चाहिँ अब जिल्ला उहाँको कुन जिल्लाको नागरिक छ त्यो जिल्लापछि काठमाडौँ स्वयंसेवक सबै काठमाडौँ हुन्छ व्यक्तिमा चाहिँ व्यक्ति राख्ने। अनि त्यसपछि स्वयंसेविकाको नाम लेख्ने अनि ठेगाना लेख्ने। यो स्टार लेखेपछि कम्पलसरी चाहिन्छ मोबाइल नम्बर अनि जन्ममिति राख्नु पर्यो उहाँको। अनि यो स्टार लेखेको वाला चाहिँ मेन डिटेल हो, नागरिकको नम्बर राख्ने। अनि यहाँ सेभल हुन्छ। यो सेभ भइसकेपछि सेभ हुन्छ। विद्यालयको पनि त्यही हो, विद्यालयको राख्दाखेरि समिति भनेर राख्ने। समिति भएर संस्थाको नाममा विद्यालयको नाम राख्ने अनि विद्यालय नक्सको नाम राख्ने।
नौजना भयो उहाँको आयोजनामा जन्ममिति सेवन गरिसकेपछि अनि तपाईँको उहाँहरूको नाममा हामीले पठाउनु सम्पत्ति जाने हस्तान्तरण थाल्न जाने 8 नम्बर जाने त्यसपछि तपाईँको फार्म सिजर हुने भनेर जाने अनि तपाईँको जिल्लामा चाहिँ कुन जिल्ला हो भने चाहिँ काठमाडौँ 35 होइन काठमाडौँ भयो अरू चाहिँ कुनै सोमशिखिका हो कुनै के नाम हो भने त्यसरी ठ्याक्क नाम आउँछ तपाईँले अनि यसरी नामहरू ठ्याक्क हो भने उहाँहरूको कुन दिन औषध दिन त्यो मिलेर आफ्नो निर्णय नम्बरमा चाहिँ उहाँहरूको सम्पत्तिको खर्च गर्न जाने अनि जाने अनि यसरी एड गर्ने एडिट गर्दा फेरि यो गरिसकेपछि फेरि तपाईँको 3 दिन जाँदा फेरि सेवन गर्ने अनि चाहिँ फरक गर्ने यति नै हो बस थ्याङ्क यू